निकै मुस्किल हुन्छ कटाउन आजभोलि रातहरू। दिनभरको थकानपछि निन्द्रा आँखाभरि आउँदैन। रात चुपचाप हुन्छ, तर मनभित्रको हलचल निकै तीव्र हुन्छ। एकान्तमा जब शान्त खोजिन्छ, त्यही बेलामा मनले पुराना यादहरू, चोटहरू र अपुरा सपनाहरू एकपछि अर्को गर्दै झिकेर देखाउँछ। कहिलेकाहीँ त लाग्छ निन्द्राले पनि हाम्रो भावनाहरू बुझ्दैन। आँखा चिम्लिएर पल्टिन खोज्दा पनि आँसुको थोपा चुपचाप ओइलिरहन्छन्। मनको बगालमा कुसमुकुस भइरहन्छ। कुन कुरामा मन गढेको छ त्यो आफैलाई पनि थाहा नहुने गरी भावनाहरूको भार महसुस हुन्छ। जीवनमा सबै कुराहरू हामीले सोचे जस्तो कहाँ चल्छ र? जसलाई हामीले आफ्नो ठान्छौँ उसको व्यवहार बदलिन्छ। जसमा हामी भर पर्छौँ उसैले मन दुखाउँछ। यस्ता घाउहरू बोकेर, त्यो पनि बिना मलम, रातहरू झन् पीडादायी बन्छन्। मुटुमा गाँसिएका पीडाहरू जब साससँगै गहिरिँदै जान्छन् तब निन्द्रा होइन, आहरूको सङ्गीत सुनिन्छ। चुपचाप रुने बानी बस्छ। कसैलाई देखाउन पनि सकिन्न, किनभने सबैलाई हाम्रो मुस्कान मात्र देख्न मन लाग्छ, आँसु होइन। तर समय कहिले एकनास रहँदैन भन्ने विश्वास मनभित्र कतै छ। यी रातहरू कहिल्यै नटुङ्गिने पनि त होइनन्। कुनै दिन पक्कै उज्यालो बिहानीको किरण मनमा झुल्किनेछ अनि यी पीडाहरू एक दिन कथा बन्नेछन्। त्यसैले आजका आँसुलाई साक्षी राखेर चुपचाप सहेर भोलिको आशमा बाँचेकी छु।